हेलो साथीहरू, नमस्ते नमस्कार। के छ खबर? के गर्दै हुनुहुन्छ? के कस्तो अवस्थामा हुनुहुन्छ? के गर्दै हुनुहुन्थ्यो यति बेला है? म चाहिँ उही पुरानै मान्छे होइन। योभन्दा लगभग 2-3 वर्ष अघि तपाईँले यसै युट्युब च्यानलमा देखिराखेको मान्छे म फेरि उपस्थित भइसकेको छु। योभन्दा अघिल्लो भिडियोमा मैले तपाईँहरूको माझमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूको बारेमा मैले लिएर आएको थिएँ। जिल्लाहरू सबै समेटेर एउटा कविता पढेको थिएँ। त्यो कविता तपाईँलाई सुनाएको थिएँ। कस्तो लागेको थियो है? समग्रमा सबै कोशी प्रदेश जोडिएको, प्रदेशका जिल्लाहरू जोडिएको थियो त्यसमा। र आज त्यो भिडियोको कतिले हेर्नुभयो है? कतिपयले फेरि पनि 2 नम्बर प्रदेशको जिल्लाहरूको बारेमा यसरी कविता बनाएर ल्याउनुपर्छ भनेर पनि भन्नुभएको थियो। त्यही भएर चाहिँ माझमा फेरि पनि प्रदेश नम्बर 2 लाई समेटेर मैले एउटा कविता पढेको छु। त्यो कविता तपाईँहरूको माझमा मैले सुनाउने प्रयास गर्छु। कृपया कविता कस्तो लाग्छ? आजको कविताको 2 नम्बर प्रदेशको कविता झन् एकदमै रोमान्टिक, एकदमै राम्रो छ है। विशेष गरी तपाईँहरूले सुन्नै पर्ने जस्तो छ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला, कविता पुरै सुन्नुहोला। म कविता यसरी सुरु गर्छु। सिराहाको फुलबारी मेला जानै पर्छ हेर। सिराहाको फुलबारी मेला जानै पर्छ हेर। सप्तरीको प्रसिद्ध पेडा खानै पर्छ हेर। सिराहाको फुलबारी मेला जानै पर्छ हेर। सप्तरीको प्रसिद्ध पेडा खानै पर्छ हेर। सप्तरीको पेडा खाइ धनुषा जाउँला। सप्तरीको पेडा खाइ धनुषामा जाउँला। जनकपुर काटेर हाम्रो माया। सबैले भन्छन् 12 वर्ष तराईको फाटा। सबैले भन्छन् 12 वर्ष तराईको फाट। माया लाउन मैले आँसु तिमी पनि आँट। माया लाउन मैले आँसु तिमी पनि आँट। सर्लाही जाउँला रौतहट जाउँला जाउँला सर्लाही जाउँला रौतहट जाउँला जाउँला महोत्तरी। मैले घुम्न जाउँ कि भन्दा नघुम्नु भइसक्यो। मैले घुम्न जाउँ भन्दा नघुम्नु भइसक्यो। कस्तो लाग्यो तपाईँहरूलाई प्रदेश नम्बर 2 को होइन? एउटा भनौँ न, एउटा मन परेको मान्छेसँग घुम्न जान पाइयोस् भन्नुहुन्छ होला नि त कतिपयलाई होइन त। अनि त्यस्तोलाई चाहिँ विशेष गरी समेटेर 2 नम्बर प्रदेशका जिल्लाहरूमा घुमौँ भन्ने जिल्लाहरू सबैलाई समेटेर मैले यो यिनी कविताहरू सुन्नुभयो भने तपाईँहरू फेरि प्रदेश नम्बर 1, 2 सबैका मैले यो भिडियो यसै च्यानलमा ल्याएको छु। 1 नम्बर प्रदेशका जिल्लाहरू योभन्दा अघि भिडियोमा ल्याएको थिएँ भने पछाडि अरूको आज चाहिँ 2 नम्बर प्रदेशका जिल्लाहरू समेटेर यो भिडियोमा मैले ल्याएको छु। कस्तो लाग्यो यो कविता तपाईँहरूलाई है? कसैले त भन्नुभएको होला नि त होइन, गल्तीलाई भन्नुभएको होला, गाउँमा जानै पर्छ होइन, घुम्न जानै पर्छ, तिमी र म जाउँ भन्दा सरी नभन्नुहोस् है। यस्ता यस्ता हुन्छ नि त नभन है होइन। कोही गर्नु गएको गर्नुलाई भन्न पनि सक्छ नि। मन पर्ने मान्छे, साथी अथवा मन मिल्ने साथीलाई हुन्छ। त्यही भएर मैले त्यस्तो एउटा काल्पनिक जस्तो होइन मैले सोचेर यो प्रदेश नम्बर 2 लाई समेटेर मैले तयार पारेको हो। यो कविता तपाईँले सुनिसक्नुभयो। कस्तो लाग्यो? कृपया जस्तो लाग्यो उस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला। यसै कमेन्ट बक्समा लेखिदिनु होला। धन्यवाद, नमस्ते। म फेरि पनि प्रदेश नम्बर 3 को बारेमा यसै युट्युब च्यानलमा फेरि पनि ल्याउने छु। अर्को श्रृङ्खलामा अथवा अर्को भिडियोमा लिएर आउँदै गर्छु। तपाईँहरू चाहिँ यसलाई हेरेर यो भिडियो हेरिसकेपछि तपाईँले के उपलब्धि पाउनु पऱ्यो त भन्नुहुन्छ भने प्रदेश नम्बर मैले जुन प्रदेश नम्बरको बारेमा मैले कविता लेखेर तपाईँको माझमा ल्याएको छु होइन, त्यो प्रदेशका जिल्लाहरू तपाईँले क्लियर हुनु पऱ्यो क्या यो भिडियो है त। त अरू हेरेर पनि सकिन्छ तर कविता मार्फत यो प्रदेशमा चाहिँ जिल्ला पर्छ भनेर पनि याद हुन्छ नि त। रमाइलोको लागि हुन्छ है। हुन्छ धेरै बोल्दिनँ। फेरि तपाईँहरूले यो भिडियोलाई धेरै माया गरिदिनु भयो भने
प्रदेश नम्बर 3 को जिल्लाहरूलाई पनि कविताद्वारा उतारेर फेरि अर्को वाचन चाहिँ